Good morning guys, welcome back to my new vlog. राजु हामी फेरि पनि म फेरि पनि तपाईहरुको लागि एउटा नयाँ vlog लिएर आइसकेको छु र आज हामी मोरा भाइ अब कहाँ जाँदैछु भन्दाखेरि चाहिँ तपाईहरुलाई चाहिँ अब भरे भन्ने छु हो अब हल्का हुन्छ नि र हामी चाहिँ अब रेडीहरु भइसकेर भाइ र म चाहिँ जाँदैछु अब र आजको दिन हेर्नु पर्दाखेरि चाहिँ अब यस्तै छ एकदम अन्धकार यो ओह्रालो त र अब यस्तै हुँदाखेरि चाहिँ अब पानी पर्नु माट्यो अब गाडीहरु पनि पाउँछ कि पाउँदैन अब पायो भने त राम्रै हो छिटो पायो भने त अब छिटो पुगेर आयो भने त अब ठिकै हो र अब यति भन्दै अब तपाईहरुलाई कहाँ जाँदैछु भन्दाखेरि चाहिँ त्यो पनि देखाउँछु र भ्यूहरु पनि देखाउने छु हो के छ भन्त हालखबर भाइको ठिकै अहिले चाहिँ हामी जाँदैछु यहाँ काम छ र कति हो आज चाहिँ हामी हल्का अब सोरेङको ग्राउन्डमा आएको छु है भाइ र म छु हो र यहाँ तपाईहरुले देख्न सक्नुहुनेछ यहाँ चाहिँ अब के त्यस्तो अब बिल्डिङ बनिँदैछ सो अहिले यहाँ चाहिँ अब धेरै नै अब शोर भइरहेको छ हो आवाज आइरहेको छ र यहाँको अब पहिलाको अब अहिले पुरानो ग्राउन्ड चाहिँ यही हो सोरेङको एकदम पानी भरिसकेको छ र तपाईहरुले यहाँ तल देख्न सक्नुहुनेछ यहाँ तल हिँड्दा हल्का अब दार्जिलिङ स्टोरहरु लेखिरहेको छ नि त सो यो चाहिँ अस्ति कहिले अब निकै नै भयो नयाँ होटल खोलेको छ यहाँ चाहिँ र यहाँ तल रोड चाहिँ यहाँ तल हो र यहाँबाट चाहिँ भ्यू चाहिँ अब यस्तै देखिन्छ र अहिले चाहिँ अब काम जति त सकिगयो हो र अब चाहिँ हामी फर्किनुको लागि अब गाडी पर्खेको सो अब तर हामी चाहिँ यहाँ किन आएको भने चाहिँ अब अल्छी लाग्यो नि त फेरि यति बिहानै पनि त अब गाडी त पाउँदैन त्यही भएर चाहिँ हामी अब एकछिन घुम्न आएको हो त्यही हो अब र हामी चाहिँ अब किन आएको थियो भन्दाखेरि चाहिँ यहाँनिर त्यो आबा कार्ड बनाउन आएको थियो र अब हिजो चाहिँ मम्मीहरू पनि आउनु भएको थियो र अब उनीहरू मम्मीहरूको त भयो तर हाम्रो चाहिँ भएन अब हिजो त्यो आधार कार्डहरू त्यो ल्याइनहरू छ नि त र अब आज चाहिँ हामीले चाहिँ अब आफ्नो अब मोरा भाइको अब आधार कार्ड लिएर चाहिँ र अब आज चाहिँ बनाइयो र अब चाहिँ हामी चाहिँ घर फर्किँदैछु हो र साथी हो हिजो चाहिँ यही खोलामा चाहिँ दुईजना मान्छे चाहिँ मरेको थियो हो र यी तपाईहरुले देख्न सक्नुहुन्छ गाडीहरु पनि पुरा आइरहेको छ यहाँ र अहिले चाहिँ भने साथी हो हामी चाहिँ अब गाडी नपाएर अब हल्का हिँड्दै आउँदैछु हो र भाइ चाहिँ यहाँ अगाडि छ र हामी चाहिँ अहिले चाहिँ बिएड कलेजको यहाँतिर आइपुगिसकेको छु र बिएड कलेज चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ यस्तो छ र तपाईले यहाँनिर देख्न सक्नुहुन्छ आई लभ बिएड भन्ने छ नि र यो चाहिँ अब कतिजनाले अब कतिपय मान्छेहरूले चाहिँ अब बिएड कलेज चाहिँ कस्तो हुन्छ भनेर देख्नु भएको छैन भन्ने चाहिँ यही हो बिएड कलेज र यो पर चाहिँ सोरेङ स्कुल यो जुन चाहिँ यो ग्रीन कलरको छ यो चाहिँ सोरेङ स्कुल हो यो चाहिँ बिएड कलेज हो
अहिले चाहिँ हामी चाहिँ यहीँ माथि रोडमा छ नि त बिएड कलेज चाहिँ यहीँ तल रोड मुनि छ र अब गाडी पाउँछ कि पाउँदैन हेरौँ र साथी हो अघि मैले तपाईँहरूलाई आउँदाखेरि एउटा देखाएको थिएँ जहाँ चाहिँ अब गुम्बा चाहिँ देखेको थिएन हो गुम्बा देखेको थिएन र यो जुन चाहिँ अहिले चाहिँ यो माथिको छ नि यो यही हो अघिको त्यो सिङ्लिङ गुम्बा चाहिँ जुन चाहिँ मैले अघि तपाईँहरूलाई देखाउँदाखेरि राम्रो क्लियर निस्केको थिएन हो यो माथि हो यो चाहिँ पहिलादेखि बनाएको हो अहिले चाहिँ फाइनली कम्प्लिटेड आम्बो सानो दामी छैन नि हौ र फेरि यो तल चाहिँ अर्को गुम्बा छ हो त्यसको गेट चाहिँ यही हो अब यो तल्लो यो चाहिँ माथिल्लो हो हाम्रो र यो बिचमा छ रोड वाउ र गाइस सिङ्लिङ चाहिँ हामी चाहिँ अहिले सिङ्लिङ आइपुगेको छ हो र यही हो अब सिङ्लिङ चाहिँ अहिले चाहिँ हामी चाहिँ अब यहाँ सिङ्लिङ भाइले चाहिँ अब यहाँ किन्दैछ हो यहाँनिर चाहिँ अङ्कलहरू हुन्छ के खाएको त चाहिँ नारिवल नारिवल खाएको अरे चाहिँ कहिले गर्दैन नारिवल खाने भयो र लड्की का चक्कर है बाबा या र साथी हो फाइनली हामी चाहिँ अब यहाँनिर फाइनल डाँडा भन्छ यसलाई चाहिँ हामी चाहिँ यहाँनिर आइपुगिसकेको छौँ र यहाँनिर चाहिँ सन्ते बाजेको दोकान पनि हामीले भेटिसकेको छौँ यहीँ उसले चाहिँ यहीँ फाइनल डाँडामै दोकान थाप्नु भएको छ नि त सो अब पसिना पनि पुरा हो अब यहाँ एकछिन सो अब बिसाएर जानुपर्छ यहाँ र साथी हो यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ एकदम पाकेको केरा केरा भन्नुभयो अर्ग्यानिक बस्तीको अर्ग्यानिक प्योर बस्तीको केराहरू चाहिँ यहाँ पाउँछ र मालिक चाहिँ यतै हो अब कडा छ नि फेरि र यहाँनिर चाहिँ के पाउँछ होला यसो अर्ग्यानिक सब अर्ग्यानिक सबै सब्जीहरू र यहाँनिर चाहिँ यो दालहरू है दाल मस्याम चामल फापर पिठो कोदो पिठो गहत सबै हल्दी बस्तीको चिउरा बस्तीको चामल सुक्खा किनामाहरू पाइन्छन् सबै यहाँनिर चाहिँ पाइन्छन् यहाँनिर चाहिँ सब्जीहरू चाहिँ एकदम अब यहाँ चाहिँ डल्ले खुर्सानी पनि एकदम हो र यहाँनिर चाहिँ अब यस्तोहरू पाइन्छ यहाँनिर चाहिँ अब सब्जीहरू यस्तै छ यो चाहिँ के हो खुदु मौरीको मह अरे हो हाम्रो मकैहरू पनि निस्किसक्यो कृषि नि अन्त र अब यो सबै अब यो सामानहरू किन्नु पर्दाखेरि चाहिँ कहाँ आउनु पर्ने यो सबै किन्नुको लागि चाहिँ फुन्चेबुङ फाइनल डाँडा देवानी जाने फाटकमा र अब देवानी जाने फाटक चाहिँ यो ओह्रालो जान्छ र यो मेन रोड हो यो माथि यो सोरिङहरू जाने रोड यो देन्तामहरू जाने रोड है र तपाईँहरूले चाहिँ अब जतिजनाले पनि यो हेर्नुहुँदैछ र यहाँनिर आएर चाहिँ अब एकदम प्योर बस्तीहरूको सो सब्जीहरू किन्नु सक्नुहुनेछ है यो पनि बस्तीकै हो यो मेन फाटक चाहिँ यही पर्छ र तपाईँहरू जतिजनाहरूले पनि अब र फाइनली साथीमा हामी चाहिँ घर जाँदैछ अहिले चाहिँ अब गाडी त पाइन अब हिँडेर आइदियो हो र यहाँ तल चाहिँ भाइ छ हो अब यो र साथी हो अब दिन चाहिँ यस्तै छ अब यो चाहिँ हाम्रो घर जाने बाटो हो तपाईँहरूलाई थाहा भएको कुरा हो यो हो र
अहिले भने चाहिँ हामी चाहिँ उकालो जाँदैछु पसिना सरी भइसक्यो नि त अब चाहिँ घरमा गएर चाहिँ केही होइन अरू चिया खान्छु हो र अब भने चाहिँ घर पनि आइपुग्नु माट्यो र अब यति भन्दै तपाईँहरू सबैजनाले अब कस्तो लाग्यो अब आजको मेरो भ्लग हो अब प्लिज कमेन्ट चाहिँ गरिदिनुहोस् र सब्सक्राइब पनि गरिदिनुहोस् र मेन अब सेयर पनि गरिदिनुहोस् त है र अब यति भन्दै लेट्स मिट इन नेक्स्ट भ्लग र अर्को भ्लग पनि म अब सधैँको भ्लग चाहिँ अब होइन अब यसरी राम्रो नै अब लिएर आउने कोसिस गर्छु र यति भन्दै चाहिँ बाई बाई